बचाउनेछन् आजका यिनै युवाहरूले काला पानी र सुस्ता। आउँदैछ कार्यक्रम युवा पुस्ता। अब हरेक हप्ताको मङ्गलबार, बिहिबार र शनिबार मात्र जनता जनार्दन आवाज युट्युब च्यानलमा हेर्न नभुल्नुहोला। साथमा च्यानल सब्सक्राइब गर्नुहोला। यति बेला रोडमा सडकमा आफ्नो माग सम्बोधन भएन भन्दै कुर्लिरहेको छ। हो, शिक्षकहरूको माग सम्बोधन गर्नैपर्छ। यहाँ दुई मात्रै छैन। राज्यले तत्कालभन्दा तत्काल बोलाएर उनीहरूको मागलाई सम्बोधन गर्नु बाहेक अन्य विकल्पहरू छैन। हो, यसरी ढाड्दै छल्दै कति पटकसम्म शिक्षकहरूलाई दुःख दिइरहने। नेपाल सरकारको यिनै कार्य सम्पादनहरू हेर्दा र कार्यशैलीहरू हेर्दा शिक्षा क्षेत्रमा अब कसरी परिवर्तन आउँछ? यिनै दोषीहरूको कारणले र निजी क्षेत्र शिक्षालाई प्रोत्साहन गरेको कारणले र सरकारी समुदाय विद्यालयहरूलाई यसरी निरक्षित गरेको कारणले गर्दाखेरि आज सरकारी विद्यालयमा उत्पादन गरिएका जनशक्तिहरू खालि आफ्नो सर्टिफिकेट थन्काएर मिल्काएर विदेशमा पासपोर्ट पेस गरी जानु बाहेक अन्तर्राष्ट्रिय देशको गुलामी बन्नु बाहेक अन्य विकल्पहरू सिर्जना नसकेको कारण यिनै शिक्षा क्षेत्रमा योगदान गर्छौँ भन्दै मन्त्रालय सम्हाल्ने मन्त्री यिनै नालायकपनका कारणले गर्दाखेरि आज सिर्जना भएको होइन र यसको जवाब कसले दिने हो? शासन सत्ता सम्हाल्दै आएका राजा वीरेन्द्रका दाजुभाइ र अहिलेका केन्द्रका दाजुभाइ यिनै व्यक्तिहरूले निर्माण गरिएका महेन्द्रका पालामा ल्याएका 2028 सालमा ल्याएका शिक्षा ऐन बाहेक अन्य शिक्षा ऐन के ल्याउन सक्यो? अहिलेका यिनै 35 वर्ष शासन सत्ता सम्हालेका यिनै गद्दारी नेताहरूले त्यसको जवाब अब कसले दिने हो? यिनकै कारणले गर्दाखेरि आज शिक्षा क्षेत्र दोस्ता छन्। शिक्षा क्षेत्र केवल आफ्नो जोले कार्यकर्ता र राजनीतिक आवरणमा टेकी कुतर्क गर्ने बाहेक अन्य व्यक्तिहरू जन्माउने थलै भएन। हो, आज शिक्षा क्षेत्र भनेकै यिनै गद्दारीहरूको सन्तति उत्पादन गर्ने र यिनीहरूको पछाडि झोले बनेर पछ्याउने पछार पर्ने बाहेक अन्य व्यक्ति उत्पादन गर्न सक्ने क्षमता नै यो राज्यले राखेनन्। त्यस कारणले गर्दाखेरि आज यसै विद्यालयमा उत्पादन गरिएका तिनै जनशक्तिहरू कतिपय विद्यालय छोडेर पढ्दै शिक्षाको छत्र छायाबाट वञ्चित भई आफ्नो बाध्यताको कारणले गर्दाखेरि अन्तर्राष्ट्रिय देशमा नोकरी गर्न बाध्य छन् भनेदेखि केही यिनै उत्पादन भएका गद्दारीहरू कार्यकर्ता भएर झोला बोक्दै र आफ्ना यिनै गद्दारी तिनवटा केपी ओली, शेरबहादुर र प्रचण्डको यिनै गद्दारीहरूको प्रोत्साहन र संरक्षण गर्नु बाहेक अरू के उत्पादन गर्न सके अहिलेका यो शिक्षा क्षेत्रले? शिक्षा क्षेत्रमा शिक्षाहरूको निर्वृद्धि र उनीहरूको सेवालाई वृद्धि गर्न पर्छन्। यहाँ दुई मात्रै छैन। म भन्छु अहिलेका शिक्षा क्षेत्रमा योगदान दिएका शिक्षक गुरुमाहरूको उनीहरूको सेवामा थप प्रभावकारी ल्याउनै पर्छ। शिक्षा ऐन संशोधन गरी उनीहरूलाई अन्य कर्मचारी सरह यी ग्रेड्सहरू र सेवा निवृत्तिहरू र बढुवाको व्यवस्था गर्नै पर्छन् र यिनीहरूलाई सम्बोधन उनीहरूको माग अनुरूप अगाडि राज्यले बढाउनै पर्छन्। तर यिनै जोले बनेर फेरि विद्यालय छाडेर नेताहरूको झोला बोकेर कुद्ने शिक्षकहरूलाई अब यसरी चलाउनु दिनु हुँदैन। उनीहरूलाई तत्काल कारबाही गरी हैसियत दिने हो कि सेवा वृद्धि रोका गर्ने हो कि बढुवा रोका गरिदिने हो कि तत्काल बर्खास्त गर्ने हो कि यिनीहरूलाई यी अनुरूपको दण्ड मापदण्ड निर्धारण गर्नुपर्ने पनि जरुरत छ। अनि मात्र बल्ल विद्यालय सुधार हुन्छ। विद्यालय आज दोस्ता पार्नुको मुख्य कारण यिनै नेताहरूको कारणले र त्यस पश्चात यिनै शिक्षकहरू हामी साँच्चीकै अध्ययन क्षेत्रमा प्रदान गरिरहेका छौँ। आफ्नो योगदानहरू हामी समर्पित भइरहेका छौँ भन्दै भाषण दिने शिक्षकहरूलाई कारबाहीको दायरा निर्धारण गर्नुपर्ने आजको माग जरुरत देखिन्छ। म अहिलेका राज्यले अनुरोध गर्न चाहन्छु यिनै गद्दारी शिक्षकहरूलाई पनि आज तत्काल कारबाही गरिने नीति निर्धारण गर्नै पर्छ। हो, झोला बोकेर कुद्ने नेताहरूलाई झोले नै बनाउनुहोस्, तर शिक्षा क्षेत्रमा यी यसरी राज्यको कोषबाट जनताको करबाट उनीहरूलाई पासड गरेर उनीहरूलाई लालन पोषण गरिरहनुको आवश्यकता छैन। म अनुरोध गर्न चाहन्छु अहिलेका राज्यलाई यिनै शिक्षाहरूको कारणले गर्दा हो आज विद्यालयको परिस्थिति जटिल परिप्रेक्ष्यमा सिर्जना भएको र जटिल अवस्था सिर्जना भएको हो। यस्ता खालको कार्यकर्ताहरू तपाईँहरूले अब पार्टी कार्यालयमा राख्नुहोस्, व्यक्तिगत रूपमा नियुक्ति गरेर लग्नुहोस्, तर विद्यालयमा नपठाउनुहोस्। हो, यस्तै खालको शिक्षकहरू पनि नभएका होइनन्। यिनै शिक्षकहरूलाई कारबाही गर्नुपर्छ र कारबाहीको दायरामा ल्याउनु
पर्ने आजको मापदण्ड निर्धारण राज्यले कसरी गर्दैछन् आउँदो दिनहरूमा हामीले हेर्न बाँकी नै छन्। म अनुरोध गर्न चाहन्छु यिनै दर्शकबिन यिनै गतिविधि छाडेका गति नभएका शिक्षकहरूको कारणले गर्दाखेरि आज जनताका छोराछोरीहरूको परिस्थिति गम्भीर हुँदै आइरहेको छ। आफ्ना छोराछोरी चाहिँ निजी विद्यालयमा पढाइरहेको छन् र अर्काको छोराछोरीको भविष्य खेलबाड आफ्नो विद्यालयमा बोलाइ आफू झोला बोक्न कुदिरहेका शिक्षकहरूले गरिरहेको छन्। हो यति बेला शिक्षकहरू खास गरी आफ्नो विद्यालयमा डस्टर र कलम समातेर विद्यार्थीहरूलाई उपदेश दिँदै र तिमीहरू अब यति बेला एससीको अन्तिममा छौ, नानी हो, बाबु राम्रोसँगले पढ्ने, फेल भए पनि निराश नबनिदिने र जो व्यक्ति सफल भएको छ, जो व्यक्तिले राम्रो मार्क्स ल्याएको छ त्यो व्यक्तिले मात्रै संसारमा केही गरिएका छैनन्। जो व्यक्ति फेल भएको छन् तिनीहरूले पनि पछाडि मेहनत गरेर उनीहरू पनि महान व्यक्ति आज भएको छन् भन्दै यिनै केही अल्बर्ट आइन्स्टाइन र थोमस जो बाइडेन जस्ता उनीहरू जस्ता व्यक्तिहरूको पाठ सिकाउने र उपदेश सुनाउँदै विद्यार्थीहरूलाई उनीहरूको मनलाई शान्त पार्दै विद्यालयबाट उनीहरूलाई विदाई गर्नुपर्ने शिक्षकहरू यति बेला आफ्नै अवस्था गम्भीर भएर सडकमा गुन्जिरहेको छ। के उहाँहरूको माग सम्बोधन गर्नुपर्ने होइन र? शिक्षकहरूले यति बेला विद्यार्थीलाई विदाई गरेर आफ्नो ज्ञानहरू गुणहरू बाँकी रहेका यी कथा व्यथाहरू सुनाउँदै आफ्ना विद्यार्थीहरूलाई ससमान साथ विदा गर्दै एक्जाममा कसरी उनीहरू सफल हुने यी विषयवस्तुमाथि छलफल गर्दै आइडियाहरू दिँदै आफ्नो कक्षा कार्यमा आउनुपर्ने होइन र? शिक्षकहरू यति बेला कहाँ छन् त? यति बेला शिक्षकहरूको अवस्था कस्तो परिस्थितिमा छन् त? यो राज्यले तत्कालभन्दा तत्काल सम्बोधन गरेर उनीहरूको मागलाई तत्कालभन्दा तत्काल सम्बोधन गरी कार्यान्वयन गरी उनीहरूलाई फिर्ता गर्नुपर्ने यिनै राज्यको आजको मुख्य कर्तव्य हो कि होइन? राज्य कहाँ छन् यति बेला? केपी ओलीकै कारणले गर्दाखेरि आज यी बदमासहरू भइरहेको हो कि होइन? यो उनीहरूलाई मात्रै दोष दिएर उनीहरूलाई मात्रै गरी केपी ओलीको सरकारलाई मात्रै दोष दिएर हुँदैनन्। हिजो 35 वर्षदेखि यता शक्ति जमाएर र सत्तामा गरी माछा बिनाको पानी जस्तै भएर घुमिरहेका यिनै प्रचण्डले पनि जिम्मा लिने हो कि होइन त? यसको जिम्मा शेरबहादुरले लिनुपर्छ पर्दैन? आजका युवा पुस्ताहरू किन विदेश न बाध्य भयो त? आजको युवा पुस्ताहरू प्रत्येक दिन हजार 10,000 भन्दा माथि दैनिक दिन बिहान रातमा मध्यरातमा 3 बजेदेखि उता यिनै एयरपोर्टमा उसका छोराछोरीहरू भेटिन्छ, गरिब जनताको छोराछोरी भेटिन्छ। यसरी नै विद्यालय सामुदायिक विद्यालयमा अध्यापन र अध्ययन गरेका यिनै गद्दारी शिक्षकहरूबाट अध्यापन भएका यिनै युवा शक्तिहरू आज कहाँ जाँदैछ त? कसो कारणले? यिनै सरकारको कारणले। प्रत्येक नागरिकहरू आज सडकमा कसो कारणले निस्किँदैछन्? यिनै सरकारी निर्णय हामी नै शक्ति सञ्चालनमा पटक दोहोऱ्याउँदै र तिनाउँदै हामीले लग्यौँ। तिनै व्यक्तिहरूको कारणले गर्दाखेरि आज यिनै व्यक्तिहरू आज बाहिरिन बाध्य भएको छन्। किसान गरी मल पाएनन्, समयमा बिउ पाएनन् भन्दै कहाँ निस्किन्छन्? सडकमा निस्किन्छन्। कसै कारणले? यिनै सरकारको कारणले। अनि किसानहरू दुधहरू मही दहीहरू बेच्नु पाएनन्, आफूले गरेका सागसब्जीहरू को बजारीकरण भएन भन्दै सडकमा फाल्न बाध्य को भयो? यिनै किसानहरू। कसै कारणले? यिनै राज्यको कारणले। यिनी समग्रहरूको मागको सम्बोधन यिनै राज्यले गर्नुपर्छ पर्दैनन्? तत्काल अन्य कर्मचारीहरूको सेवा सुविधा बराबर यिनै हाम्रो शिक्षाका क्षेत्रमा योगदान दिइरहेका शिक्षकहरूलाई पनि त्यस्तै खालको व्यवस्था गरी राज्यले तत्कालभन्दा तत्काल माग सम्बोधन गरी विद्यालयमा पढाउनु पर्ने काम कर्तव्य कसको? राज्यकै हो। आजको कार्यक्रम यी समापन गर्दैछौँ र तपाईँहरूको कार्यक्रम प्रस्तुता अरविन्द शेर्पालाई आज्ञा दिनुहोस्। कार्यक्रम हेर्दै गर्नुहोला। शुभरात्रि। हस्त धन्यवाद। नमस्कार, म अरविन्द शेर्पा। यति बेला तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु जनता जनार्दन आवाज युट्युब च्यानलमा। विशेष गरी पछिल्लो समय 2-3वटा विषयले एकदमै आकाश छुन आँटिरहेको छ। अर्थात् धरतीभित्र केही उलटपलट कायापलट होला जस्तो गरी विभिन्न व्यक्तिहरूले आफ्नो व्यक्तित्वहरू आफ्नो विषयवस्तुहरू प्रस्तुत गर्ने क्रममा चिप्लेको हो कि नियतै त्यस्तो खत हो जस प्रश्नहरू उठाउनै पर्ने परिस्थितिहरू धेरै ठाउँमा सृजना भएको छ। भर्खरै नेपाली कङ्ग्रेस पार्टीका प्रमुख सचेतक र सांसद समेत रहेका व्यक्ति श्याम घिमिरेले नेपालमा केही व्यावसायिकरणहरू गर्नुपर्छ र अर्थतन्त्रमा सहयोग पुग्छ भन्दै अश्लील शब्दहरू समेत प्रयोग गरिएको छ, जसमा न त सुन्नै सक्छौँ, न त हामी त्यो गर्नै सक्छौँ, न त त्यो हाम्रो संस्कृतिले दिन्छ, न
न त हाम्रो जाति धर्मले दिन्छ, न त त्यो हुन त अवैध रूपमा गैर कानुनी रूपमा नभएको होइन, भइरहेकै हो। तर त्यसलाई कानुनी रूपमै वैधता प्रदान गरी त्यसलाई व्यवसायीकरण गर्नुपर्छ भन्दै संसदमा विशेष शून्य समयमा उनले त्यो कुराहरू राख्दै गर्दाखेरि नेपालको अन्तर्राष्ट्रिय रूपमा बेइज्जत भएको र गइरहेको र अन्तर्राष्ट्रिय रूपमा हेर्ने दृष्टिकोणै फरक भइरहेको हामीले महसुस गरिरहेका छौँ। के त्यसरी नै महिलाहरूको इज्जतलाई बेचेर र महिलाहरूको चरित्र त्यसरी प्रदूषण गराएर र त्यसरी महिलाहरूलाई यसरी हामीले साँच्चीकै यौन व्यवसायमा हामीले साँच्चीकै संलग्न गराएर अनि व्यवसायीकरण गर्न सक्छौँ त? यो नेपालको ऐतिहासिक धरातलमा उभिएर र धार्मिक ऐतिहासिक विविधताहरूलाई केलाउने हो भने र यी विभिन्न क्षेत्रबाट हामीले दृष्टिकोणहरू प्रस्तुत गर्दै गर्दाखेरि यो हर क्षेत्रबाट त्यो सपन्य र अनुकूल छ त? साँच्चीकै महिलाहरूको इज्जतलाई बेचेर र हाम्रो देशका चेलीबेटी र हाम्रो आमाहरूको त्यसरी शरीर बेचेर हामीले आर्थिक उपार्जन गर्नुपर्ने, अर्थतन्त्रलाई मजबुत बनाउनु पर्ने त्यो परिस्थिति सिर्जना भएको हो त? के साँच्चीकै महिलालाई त्यसरी यौन दुर्व्यवहार र यौनको व्यवसायीकरण गराउँदाखेरि हाम्रो देशमा साँच्चीकै अर्थतन्त्र मूल्य हुन्छ? यो न त हामी परिकल्पना गर्न सक्छौँ, न त यो कानुनी रूपमा यो दिने र लिने यो व्यवहार, यो कस्तो खालको चरित्र कसरी प्रस्तुत गर्न खोजिरहेको छन् र हाम्रो देशको यो इज्जतलाई कसरी यिनीहरूले बदनाम गराउँदैछन् भन्ने कुरा यसरी प्रष्ट भएको छ। उनीहरूको जुकुल पोकलमा होइन, उनीहरूको नियतमै खट रहेछ भन्ने कुरा दर्शकमित यिनै व्यक्तिको चरित्रबाट थाहा हुन्छ। के साँच्चीकै त्यसरी व्यवसायीकरण गर्न साँच्चीकै नेपाली कम्युनिस्ट पार्टीको प्रमुख सचेतक जस्तो पार्टीको जिम्मेवारी पद सम्हालेका व्यक्ति र सांसदले त्यो बोल्नु कतिको सहज कुरा हो र कतिको महत्त्व कुरा हो र उहाँ जस्तो व्यक्तित्वले त्यो बोल्नुहुन्छ कि हुँदैन भन्ने कुराको लगम हुनुपर्छ कि पर्दैन भन्ने मेन प्रश्न यति बेला उब्जेको छ। के महिलालाई साँच्चीकै त्यसरी व्यवसायीकरण गर्ने हो भनेदेखि म अनुरोध गर्न चाहन्छु र प्रश्न सोध्न चाहन्छु, श्याम घिमिरेजी, तपाईँको घर परिवारबाट त्यो गर्न सुरुवात हो? त्यो सम्भव छ? तपाईँको घर परिवारबाटदेखि त्यस्तो व्यवहारहरू यदि सम्भव हुन्छ र यदि तपाईँ तयार हो भनेदेखि अनि मात्रै अरूको हक हितमा लागू हुनसक्छ र अरूले पनि परिकल्पना गर्न सक्छ। यो यस्तो खालको प्रस्तुतिकरण नेपाली जनताको बिचमा यसरी ल्याइरहनु यो स्वाभाविक हो? के नेपालको विभिन्न स्रोत साधनहरू सम्पत्तिहरू बेचेर नाला खोलादेखि लिएर सिमानादेखि लिएर भूभागहरू बेचेर खाएर र उद्योग कल कारखानाहरू बेचेर खाएर नेपाललाई आज ध्वस्त बनाएर पनि अझै नपुगेको तपाईँहरूले गर्न खोजेको के हो? नेपालको जनताको हक हितभन्दा बाहिर र जनताको छोरीचेली माथि यसरी दावा बोल्नु यो जायज हो? यो कस्तो खालको प्रस्तुति हो जुन प्रस्तुतिले गर्दाखेरि आज छोरीचेलीहरूको चरित्र लुट्न पुगेको छ? यसरी लुटाउने हो? अन्तर्राष्ट्रिय देशमा त्यसरी आफ्नो आफ्नै देशमा नभएका हो र? कसरी आउँछन् पर्यटकीय रूपमा? त्यो कसरी सम्भव हुन्छ जुन कुरा हाम्रो देशमा कानुनी रूपमा होस्, पर्यटनको रूपमा होस्, चाहे संस्कृतिको रूपमा होस्, चाहे संस्कारको रूपमा होस्, त्यसलाई हाम्रो देशको समाजले जसलाई स्वीकार्दैनन् त्यसलाई नै कसरी व्यवसायीकरण गर्न खोजिरहेको हो? यो कुन परिकल्पना गरिएका हुन् र कुन संविधानको कुन दफामा टेकेर यस्तो खालको संसदहरूले तर्क राख्दै गर्दाखेरि मर्यादित हुनुपर्छ, यदि शिष्टता हुनुपर्छ भन्ने मान्यता राख्ने हो कि जे पाए त्यही बोल्ने हो? पछिल्लो समय संसदमा सांसदहरूले राखेको अभिव्यक्तिहरू यस्तो घिनलाग्दो कसरी सम्भव भएको? कसरी राख्न खोजेको? जुन सांसदहरूले नराखी नहुने पर्ने परिस्थिति कसरी सिर्जना भयो र कसरी राख्न खोजेको? के आफू त्यस्तै खालको परिटक्य भएर त्यस्तै दृष्टिकोणले हेरे हो कि आफ्नै नियतमा त्यस्तो खोट छ त जसको कारणले गर्दाखेरि आफ्नै नियत त्यस्तो भएर बोल्न बाध्य भएको हो कि? यो प्रश्न आज जल्द बल्द रूपमा उठेको छन् र उठाउन बाध्य पनि भएको छ। म अनुरोध गर्न चाहन्छु, यस्ता खालको असभ्य, अशिष्ट र मर्यादाभन्दा बाहिर यस्तो खालको बोलीचालीहरू संसद जस्तो गरिमामय पदभित्र रहेका त्यस्ता ठाउँमा यदि यस्ता खालको शब्दहरू प्रयोग गर्छन् भनेदेखि संसददेखि हटाउनु पर्छन्, रेकर्डबाट हटाउनु पर्छन् र
यस्ता खालका सांसदहरूलाई सकेसम्म कारबाही पनि गर्नुपर्छ। के नेपालको संविधानभन्दा बाहिर बोल्ने यो हक अधिकार कसले दिएको छ? ती सांसद त हुँ भन्दैमा मुखमा जे आयो त्यही बोल्ने हो? यो नेपालको कानुनले वञ्चित गरेका कुरा कसरी सम्भव हो? कसरी यौनलाई व्यवसायीकरण गर्न खोजे हो? आफ्नै देशमा छैन त्यस्ता खालका चिजबिजहरू आफ्नै देशमा भइरहेको छैन कि हामी पनि अन्तर्राष्ट्रिय देशमा टिकट काटिओडी र मनोरञ्जन गर्नको लागि त्यसको लागि हामी कोही गएको छौँ? यदि गएको छौँ भनेदेखि तपाईँहरू गएको होला, त्यो फाल्टो कुरा हो। तर नेपाली आम सर्वसाधारण जनता त्यसमै यदि ध्यान केन्द्रित गरेर गएको रेकर्ड कहीँ भेट्नुहुन्छ तपाईँहरूले? त्यो सम्भव छ। अनि अन्तर्राष्ट्रिय देशका नागरिकहरू पर्यटन यहाँको संस्कार संस्कृति हेर्न आउने हो, यहाँको मनोरञ्जन लिन आउने हो, रिसर्चमा आउने हो, यहाँका सम्पदा, यहाँका भूभाग, यहाँका विभिन्न धरेतलमा उभिएका सौन्दर्यताहरू हेर्न र मनोरञ्जन प्राप्त गर्न आउने हो। तर त्यस्ता खालको अजागता र गतिविधिमा संलग्न गर्नको लागि उनीहरू आउने होइन। यो सांसदको नियत खराब देखिन्छ। यो नियत खराब भएको सांसदहरूलाई कारबाही कसले गर्ने हो? कारबाहीको दण्ड चढाउनु जरुरी छ। यदि जनताले, यदि सर्वसाधारणले, पहुँचविहीन व्यक्तिले यदि यसरी बोल्ने हो भनेदेखि कारबाही तत्काल गरिन्थ्यो। तर दुर्भाग्यवश यी भिआइपीहरूलाई यस्तो बोल्ने असुविधा प्रदान गर्नु नै राज्यको कमी कमजोर हो, अर्थात् जनताको कमी कमजोर हो। जनताले लगाम र ठेगान लगाउने त्यो वातावरण अब सिर्जना गर्नै पर्छ। र यस्तै गतिविधिहरूको विषयवस्तुमा बहस गर्दै गर्दाखेरि कहिले सत्ताधारकै काङ्ग्रेसका सांसदले यस्ता खालको शब्दहरू प्रयोग गर्छन्, कहिले सत्ताधारकै सांसद रघुजी पन्तले पनि ज्ञानेन्द्र शाहीलाई ओ मिस्टर इतिहास आएर आऊ, इतिहास पढेर आऊ अनि बहस गरौँ भन्दै फर्काउँछन्। सत्ताको आडमा, शक्तिको आडमा छौँ भन्दैमा यस्तो खालको शब्दहरू प्रयोग गरिन्छ, जुन शब्द न त शिष्ट छ न त मर्यादित छ। अनि शक्तिको आडमा टेकेर यस्तो खालको प्रयोग गर्नु मिल्छ? ज्ञानेन्द्रबहादुर शाही जस्तो युवा पुस्ताले मन पराएका लोकप्रिय व्यक्तिलाई अनि रघुजी पन्त जस्तो केपी ओलीको चागाडी गरेर अनि समानुपातिकको मत लिएर गएर अनि यस्तो खालको इतिहास पढाउने हो? यो कतिको घिनलाग्दो र लज्जास्पद कुराहरू गरिरहेको छन् यति बेला सांसदहरूले कि नेपाली जनताले के सिक्ने र नेपाली जनताले त्यहाँबाट के प्राप्त गर्ने हो? यो जनताको कर बत्ता खाएर अनि नपचेर अनि जबरजस्ती पचाउनलाई यस्ता खालको अपशब्दहरू र अपव्याख्या गर्ने हो? पछिल्लो समय रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका चौथो शक्तिको संसदको चौथो शक्तिको सभापति करिब आजभन्दा 4-5 महिना अगाडिदेखि गुमनाम हुनुभयो। कार्तिक 2 गतेदेखि सहकारी मुद्दामा थला पारियो र उहाँ गुमनाम हुनुभयो। तर पछिल्लो समय उहाँ धरोटीबाट छुट्दै र छुटकारा पाउँदै र उन्मुक्ति मिल्दै आइरहनु भएको छ। र पछिल्लो समय हिजो अस्ति 2-4 दिन अगाडि गरी पटक थोरै अभिव्यक्ति दिँदै आइरहेको छ। तर ती अभिव्यक्तिमा दमहरू देखिन्छ। अब उहाँले हिजो पनि भन्नुभयो, म धेरै बोल्दिनँ, मलाई धेरै बोल्नु नलाउनुहोस्, अब नेपाली जनता क्रान्तिको लागि तयार हुनुपर्छ, तर म धेरै बोल्दिनँ, 2/3 सरकारलाई टाउको दुखाइ हुन्छ र भारी पर्छ, तर नेपाली जनता अब क्रान्तिको लागि रेडी हुनुपर्छ भन्दै उहाँले त्यो अभिव्यक्ति दिनुभयो। यो अभिव्यक्तिको पश्चात धेरै कारणहरू छ किन यस्तो खालको अभिव्यक्तिहरू दिनुभयो उहाँले। यति बेला राजावादीहरू पनि सलबालिरहेको छ र पूर्व राजा ज्ञानेन्द्र शाह यति बेला लोकप्रिय पछिल्लो समय जनताको बिचमा आइरहनु भएको छ। अनि त्यही बेला रवि लामिछानेले पनि यस्तो बोल्दाखेरि साँच्चीकै अब आउँदा दिनहरूमा के राज संस्था फेरि फर्किन्छ त? त्यो सम्भव छ? विक्रमसम्म 2081 साल माघ 25 देखि लिएर फागुन 25 आइपुग्दाखेरि विभिन्न खालका घटनाहरू घटे। त्यो मध्येमा फागुन 6 गते प्रजातन्त्र दिवसभन्दा अघिल्लो दिन पूर्व राजा ज्ञानेन्द्र शाहले जनताले गुहारे अब सडकमा आउनुहोस्, तपाईँहरू जाग्नुहोस्। त्यस पश्चात गणतन्त्रवादीहरूको मुटुमा ड्याङ्ग्रो ठोक्यो र उनीहरूको गणतन्त्रको जग हल्यो। त्यस पश्चात फागुन 25 गते उनीहरूले आम प्रदर्शन गरे र जनतालाई सडकमा उतारे, राप्रपा पार्टी लगायत राजावादीहरूले। अनि त्यसमा बल पुग्ने तरिकाले यति बेला रवि लामिछानेले अभिव्यक्ति दिएको छ। अब के साँच्चीकै बलिरहेको आगोमाथि घिउ थप्ने काम भएको हो? जनताले के चाहँदैछ यति बेला? जनताहरू आकर्षित भएको छ, आक्रमण भएर यति बेला सडकमा, र जनताहरूले परिवार आएको खण्डमा आन्दोलनको नेतृत्व गर्ने र आन्दोलनमा सहयोग गर्ने जनताहरूको पछिल्लो समय अभिव्यक्तिहरू देखिन्छ। अब यदि राजावादीहरूको यी नेतृत्वमा बल पुग्दै
गएको देखिन्छ। के यो सम्भव छ? रवि लामिछाने मौन बस्नुको पश्चात र यदि यसरी मुखाडित उहाँकै मुखबाट मुखाडित हुनु र उहाँले भण्डाफोड गर्दै आइरहेको देख्दाखेरि अब सम्भावनाहरू के छ? रवि लामिछाने पनि जनताको बिचमा लोकप्रिय र पछिल्लो समय पूर्व राजालाई पनि केही जनताहरूले मन पराएको देखिन्छ। अब यदि यो आन्दोलनको लागि अब बालेन्द्र शाह पनि यदि बोल्ने हो र उहाँले पनि स्टेटमेन्ट दिने हो भनेदेखि गणतन्त्रको अब हाल बिहाल साँच्चीकै होला जस्तो त। गणतन्त्रको दाना पानी खाएर बसेका र मोज मस्ती गरेका र आफ्नो परिवारको लागि र आफ्नो छोराछोरीको लागि सारा शीर्ष सम्पत्ति आर्जेको र देशको ढुकुटी दोहन गरेकोहरूको अब ड्याङ्ग्रो ठोकिँदै आइरहेको छ र मुटुमा यति बेला ड्याङ्ग्रोको जजलको यति बेला रापताप उम्लिरहेको छ। अब के हुन्छ नि त? अब त्यो हेर्न बाँकी नै छन् आउँदा दिनहरूमा। र रवि लामिछानेले यति बेला थ्रेड दिएको छन् केही पुराना दलहरूमा र ममाथि प्रतिशत सारेकोहरूलाई अब प्रतिशतको भावना र त्यसको बावजुद कसरी बदला अब मेन्टेन गर्ने भन्ने पक्षमा उहाँ देखिन्छ। अब के हुन्छ त त्यो आउँदा दिनहरूमा हेर्न बाँकी नै छ। तर पछिल्लो समय विभिन्न विषयवस्तुहरूले राजनीतिक रङ्गमञ्च र रङहरू फेरिरहेको छ र नेपालमा तस्करीहरू बढिरहेको छ। सुन तस्करीहरू र भेट तस्करीहरू, त्यसै गरी सुन किन्नुहोस्, गैर कानुनी रूपमा अवैध धन्दा सञ्चालन गर्नुहोस्, जे गर्नुहोस्, फेरि पनि 5 वर्ष जेल बसेका फुच्चे ड्राइभर नाम गरेका अर्थात् आफूलाई फुच्चे भन्दै चिनाउने व्यक्ति कुसङ लामा तामाङ पक्राउ परेको छ। हिजो अस्ति भर्खरै 3-4 दिन अगाडि उहाँलाई पक्राउ परेको छ। उहाँको ट्रकमा 25 करोड 60 लाख 20,000 लिएर 60,000 हाराहारीको पैसा प्राप्त भएको छ। त्यहाँ उहाँ प्रहरीले भर्मालुट गरेको छ, त्यहाँ बरामद गरेको छ। भर्मालुट गर्नु लगेको पैसा बरामदी गरेको छन्। अब त्यो अनुसन्धानमा यति बेला तानिरहेको छ। यो यसरी अवैध रूपमा कारोबारहरू चल्छ। तर जहिले बढिया पक्राउ पर्छ, मेन साहु पक्राउ पर्दैन। यो हाम्रो देशको लागि दुर्भाग्य हो। साहु पक्राउ पर्नुपर्छ र साहुलाई कारबाही गर्नुपर्छ र मुख्य नायिकाहरू पक्राउ पर्नुपर्छ र तानिनुपर्छ। अब ती ड्राइभरले पनि साँच्चीकै मनदेखि नै कसले अडाएको कसो खटनमा हो त्यो स्पष्ट बताउनुपर्छ। अनि मात्रै कारबाहीको प्रक्रिया अगाडि बढ्छन् र साँच्चीकै भ्रष्टाचारको ज्वारा अब मात्रै उखाल्न सजिलो हुन्छ। त्यस कारणले गर्दाखेरि अब आउँदा दिनहरूमा यी भ्रष्टाचारीहरूको कारबाही साँच्चीकै ठुलो दल देखिने र जो संलग्नता छ ती व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउनुको लागि अब ती ड्राइभरले सहयोग गर्नुपर्छ र भ्रष्टाचारीहरूको अब यो देशबाट लखाट्न अब जनता बाध्य भएको छ। अब कसरी लखाट्छ, कसरी आधी भेडी आउँछ। अब फेरि पनि चैत 15 गते राजावादीहरूले फेरि पनि आन्दोलनको घोषणा गरेको छ र सँगसँगै प्रतिवाद गर्छौँ राजावादीहरूलाई भन्दै गणतन्त्रवादीहरूले पनि त्यस्तै खालको जनमानसमा जनआन्दोलनको आधी बेरी ल्याउने प्रपञ्च रच्दैछन्। के हुन्छन् त्यो आउँदो दिनहरूमा हेर्न बाँकी नै छन्। तपाईँहरूको कार्यक्रम प्रस्तुता अमित शेर्पालाई आज्ञा दिनुहोस्। शुभरात्रि। कार्यक्रम हेर्दै गर्नुहोला। जय देश, जय नेपाल।